हेलो एभ्रिवान, नमस्ते, कोन्निचिवा। हजुरहरूको काम कस्तो छ? यदि गाह्रो छ भनेदेखि त्यसलाई जापानिजमा किचुई भनेर भनिन्छ है। आज पनि हामीले 10 वटा JLPT को इम्पोर्टेन्ट भोक्याबुलरीहरू पढ्नेछौँ। हेर्नुहोस्, सबैभन्दा पहिलो हाम्रो शब्द रहेको छ किचुई। किचुई भनेको गाह्रो अथवा टफ भन्ने अर्थ दिन्छ। कोनोसिगोतो वा ताइरोकु तेकिनी। ताइरोकु तेकिनी भनेको शारीरिक रूपमा भनेको है। ताइरोकु भनेको शारीरिक बल चाहिने भन्ने अर्थ दिन्छ। किचुई देश भनेको गाह्रो छ। कोनोसिगोतो वा ताइरोकु तेकिनी किचुई देश भनेको यो काम शारीरिक रूपमा गाह्रो छ भन्ने अर्थ दिन्छ। अर्को छ केए। केए भनेको व्यवस्थापन अथवा म्यानेजमेन्ट भन्ने अर्थ दिन्छ। केही भन्ने यो खान्जीले चलाउनु अथवा व्यवस्थापन गर्नु भन्ने अर्थ दिन्छ भने यो खान्जी ए भन्नेले चाहिँ व्यवसाय अथवा व्यवसाय सञ्चालन गर्ने प्रक्रिया भन्ने जनाउँछ है। खाइ सानो केएगा आन्ते सितेइमास भनेको छ। आन्ते भनेको चाहिँ स्थिर छ, बलियो छ भन्ने अर्थ दिन्छ। खाइ सानो केएगा आन्ते सितेइमास भनेको कम्पनीको व्यवस्थापन स्थिर छ, अस्थिर छैन भन्ने अर्थ दिन्छ। अर्को शब्द रहेको छ जिक्केन। जिक्केन भनेको एक्सपेरिमेन्ट अथवा प्रयोग। जी भन्ने यो खान्जी हेर्नुहोस् त, जिचु भनेको खान्जी हो। यसले वास्तविक भन्ने, रियल भन्ने अर्थ दिन्छ भने केन भनेको चाहिँ टेस्ट गर्ने, परीक्षण गर्ने भन्ने अर्थ दिन्छ। कुनै पनि कुरालाई वास्तविक रूपमै परीक्षण गर्नुलाई जिक्केन भनेर भनिन्छ। त्यसको अर्थ एक्सपेरिमेन्ट अथवा प्रयोग भन्ने हुन्छ। आतारासी हो ओ जिक्केन सितेइमास भनेको छ है। हो भनेको त तरिका भइहाल्यो। नयाँ तरिकालाई परीक्षण गरिँदैछ भन्ने यसको अर्थ हुन्छ। त्यसै गरी अर्को रहेको छ आवातेरु। आवातेरु भन्नाले प्यानिक हुनु अथवा आत्तिनु भन्ने अर्थ दिन्छ। शान्त नबसिकन मन एकदमै हडबडाउनुलाई आवातेरु भनेर भनिन्छ। अगाडिपट्टि यो हेर्नुहोस् त, मनको रेडिकल रहेको छ र पछाडिपट्टिको यो खान्जीले चाहिँ वाइल्ड भन्ने अर्थ दिन्छ। मन चाहिँ वाइल्ड भयो, एकदमै हडबडियो भन्ने यसको अर्थ हुन जान्छ। जिखानगा नाकुते आवाते मास्ता भनेको छ है, समय नहुँदा म आत्तिए भन्ने यसको अर्थ हुन जान्छ। अर्को शब्द रहेको छ गाकुस्यु। गाकुस्यु भनेको चाहिँ लर्निङ गर्नु अथवा अध्ययन गर्नु। यो गाकु भनेको खान्जीले पढ्नु अथवा स्टडी गर्नु भन्ने अर्थ दिन्छ भने स्यु भनेको त रेन्स्युको स्यु हो हैन। यसले चाहिँ अभ्यास गर्नु, प्र्याक्टिस गर्नु भन्ने अर्थ दिन्छ। पढाइलाई अभ्यास गर्नु यानि कि अध्ययन गर्नु। माइनिची निहोङ्गो गाकुस्यु सितेइमास भनेको छ हामीहरू सबैजनाले माइनिची निहोङ्गो अध्ययन गरिराखेका छौँ भन्ने यसको अर्थ हुन जान्छ। अर्को रहेको छ बुढा बुढा। बुढा बुढा भनेको लडखडाउनु भन्ने अर्थ दिन्छ। शरीर कमजोर हुँदाखेरि, बल कम हुँदाखेरि हामी लडखडाउँदै हिँडिन्छ नि, त्यसलाई चाहिँ बुढा बुढा भनेर भनिन्छ। चुखारेते आसिगा बुढा बुढा सितेइमास भनेको छ है, थाकेर खुट्टा लडखडाएको छ, राम्रोसँग हिँड्न सकेको छैन भन्ने यसको अर्थ हुन जान्छ। अर्को हाम्रो शब्द रहेको छ फुसोकु। यसको अर्थ हुन्छ सर्टेज अथवा कमी। यो फु भन्ने खान्जी कुनै पनि शब्दको अगाडि आयो भनेदेखि त्यो शब्दको मिनिङ चाहिँ छैन अथवा होइन भन्ने यसले अर्थ दिन्छ है। जस्तै नेपालीमा राम्रोको अगाडि नआयो भने नराम्रो भन्ने हुन्छ नि, त्यस्तै यो फु आयो भने पनि यसले नेगेटिभ मिनिङ दिने गर्छ। हितोदेगा फुसोकु सितेइमास भनेको छ। हितोदे भनेको कामदार है, मान्छेको हात छ। हेर्नुहोस् त, मान्छेको हात भयो भने के हुन्छ? काम हुन्छ। कामदारलाई हितोदे भनेर भनिन्छ है। कामदारको कमी भएको छ भन्ने अर्थ दिन्छ। जापानमा अहिले कामदारको कमी छ, यो एकदमै ठुलो प्रब्लम भएको छ हैन। अर्को रहेको छ दोहोर्योकु। दोहोर्योकु भनेको इफोर्ट गर्नु अथवा मेहनत गर्नु। आफ्नो लक्ष्यको लागि निरन्तर मेहनत गरिरहनुलाई दोहोर्योकु भनेर भनिन्छ। अगाडिपट्टिको यो दो भन्ने खान्जीले चाहिँ स्ट्राइभ गर्नु, प्रयास गर्नु भन्ने अर्थ दिन्छ भने यो पछाडिपट्टिको त चिखाराको खान्जी हो, पावरको खान्जी हो। यसलाई चाहिँ रोकु भनेर पढिन्छ है। दोहोर्योकु भनेको मेहनत गर्नु। माइनिचिनो दोहोर्योकुगा ताइसेचु देश भनेको छ है, हामीले मेहनत त एक दिन मात्र गरेर हुँदैन, प्रत्येक दिनको मेहनत नै महत्त्वपूर्ण हुन्छ भन्ने यो सेन्टेन्सको अर्थ हुन जान्छ। अर्को शब्द रहेको छ चिखारा जुयोई। चिखारा जुयोईमा अगाडिपट्टिको यो चिखारा भनेको पावर भयो र यो पछाडि चाहिँ चुयोई भनेको बलियो भन्ने हुन्छ नि त। यो पछाडिपट्टि आएर जुयोई भएको छ। चिखारा जुयोई भनेको पावरफुल, शक्तिशाली भन्ने अर्थ दिन्छ। खारेनो कोतोबा वा चिखारा जुयोई देश भनेको छ है, उसको कोतोबा भनेको शब्द है, उसको शब्द एकदमै पावरफुल छ भन्ने यो सेन्टेन्सको अर्थ हुन जान्छ। आजको हाम्रो अन्तिम शब्द रहेको छ बोन्यारी। बोन्यारी भनेको अलमल पर्नु, एब्सेन्ट माइन्डली भनेको छ। कुनै पनि कुरामा ध्यान नलागेको अवस्थालाई बोन्यारी भनेर भनिन्छ। खाङ्गाए गोतो सिते बोन्यारी सिते मास्ता भनेको छ है। खाङ्गाए भनेको सोच्नु, कोतोको यहाँ गोतो भएको छ। खाङ्गाए गोतो भनेको कुनै पनि कुरामा सोचिराखेको भन्ने अर्थ दिन्छ।
खाङ्गाए गोतो सिते बोनियारी सिते मास्ता भनेको कुनै पनि कुरा सोचिराखेको हुनाले म चाहिँ अलमलमा परे, एउटा कुरा सोचिराखेको थियो, त्यही भएर यो कुरामा चाहिँ अहिले ध्यान दिन सकेन भन्ने यसको अर्थ हुन जान्छ है। हस्त साथीहरू, आज पनि हामीले 10 वटा एन्ट्रीको इम्पोर्टेन्ट भोक्याबुलरीहरू सिकिसकेको छौँ। हजुरहरूलाई मेरो भिडियो कस्तो लागेको छ, राम्रो नराम्रो कमेन्ट लेख्न नबिर्सनु होला र यदि हजुरहरूलाई मेरो भिडियो राम्रो लागेको छ भनेदेखि लाइक, कमेन्ट र फलो गर्न नबिर्सनु होला। म फेरि डे 4 मा आउनेछु। हजुरहरूको समय शुभ रहोस्। Matasta!